सबैजना शत्रु छन्। हेर्नुहोस् यहाँ शत्रु नभएको कोही छैन। हेर्नुहोस् माता पिता पनि शत्रु हुन्छन्। ऋणकर्ता पिता शत्रु माता च व्यभिचारिणी भार्या रूपवती शत्रु पुत्र शत्रु पण्डित। बस हामीले ऋणकर्ता पिता शत्रु, यदि ऋणको कर्ता पिता छन् भने त्यो ती पिता के हुन्छ भने शत्रु समान हुन्। ऋणकर्ता पिता शत्रु माता च व्यभिचारिणी अव्यचारिणी ती। अव्यचारिणी भनेको के हो थाहा छ आमा? अव्यचारिणी भनेको आफ्नो घरका भाँडा कुडा, आफ्ना घरमा भएका सरसल्लाह, घरमा भएका झरझगडा यदि पुरै पनि ममतामयी माताले लगेर बाहिर घरमा सुनाउँछिन् भने ती माता पनि शत्रु समान हुन्। भार्या रूपवती शत्रु, दिदी बहिनीहरू पनि नि धेरै राम्री हुनुभयो भने शत्रु समान हुन्। पुत्र शत्रु अपण्डित, यदि पुत्र पण्डित भएन भने, पुत्रले पण्डितको जस्तो स्वभाव देखाएन भने, पण्डितको त परेको कुरा हो। हेर्नुहोस् संस्कृत पढ्ने कति राम्रा हुन्छन् भनेर भन्छौँ हामी, तर हामी के गर्छौँ? एउटा संस्कार सिकाउन सक्दैनौँ। बाबु आज जनै पूर्णिमा है, बिहान उठेर नुहाउनु, बाबु बिहान ब्रह्म मुहुर्तको समयमा उठ्नुपर्छ, नउठिकन हुँदैन। हेर्नुहोस् जो व्यक्ति ब्रह्म मुहुर्तको समयमा उठ्ने बानी बसाल्दछ त्यो व्यक्ति कस्तो स्वभावको हुन्छ त भने तपाईहरु एकचोटी हेर्नुस्, 1 महिना 4 बजे उठेर हेर्नुस् त, 3 बजे उठेर हेर्नुस्, तपाईको जिउमा भएका फोहोर मैला सबै नष्ट भएर जान्छन्। हेर्नुस्